ल के हो फाल्दियो त हाम्रो आजको कन्टेन्ट यही हो कन्टेन्ट हो है डे 4 इन साउथ कोरिया आज चाहिँ 9:30 भइसक्यो पनि सबैजना सुतिरहेछ हामी चाहिँ अब बिहानको खाजा र खाना खानु जानु लागेको आजको खाना चाहिँ फेरि यही छ हिजो चामल ल्याएन कि चामल महँगो भएर नलिएको भाजा त्यही खाने भनेर भनेको ठिकै छ अब कहिले काहीँ चल्छ मेरो उयो चाहिँ हरायो नि त केटा हो मेरो चार्जरको टाउको चाहिँ हरायो ल्यापटपको चार्जरको टाउको म चाहिँ अब निस्किएर आएको केटाहरू चाहिँ अस्तिको जस्तै अस्ति गइसक्यो भात चाहिँ यस्तो छ आजको आज चाहिँ हामी चपस्टिकले खाने आज त्यो गर्नु पर्दैन क्या त्यहाँनिर तर गर्मी भरे बाहिरबाट बन्द थियो भने त इन्ट्री नै हुँदैन हामी चाहिँ निस्किसक्यौँ एकजना चाहिँ अझै पनि आएकै छैन अनि आज चप्पल लगाएर निस्किदिएको आज चप्पल लगाएर निस्किदिएको कति जुत्ता लगाउनु जुत्ता लाउँदा लाउँदा यिनीहरूले आँखा लगाइसकेको छ जुत्तामा यहाँ चाहिँ हामी रेमन खाना लगाएको 500 रेमन रहेछ हामी 4 जना छौँ ओ रेमन हाल त रेमन हाल न हामी चाहिँ रामेन रेडी भइसकेको छ यहाँ मेरो चाहिँ रातो रातो यिनीहरूको छिटो छिटो छ पिरो नखाने है अनि यहाँ चाहिँ भेटनामबाट आएको केटाहरू छन् हामी चाहिँ खान्छौँ हुन्छ मलाई त चपस्टिक नै जान्न आउँदैन यार म त भिडियो हेरेर खाने चपस्टिक भिडियो जान्ने हामीले चाहिँ रामेन खाइसकेको छौँ र अब लास्ट हामी आज फेरि लास्ट डेमा पऱ्यौँ त्यही भएर फेरि विन्डो सिन्डो झार्ने ओर्ने यहाँ चाहिँ भ्यू दामी छ क्या जोस् खोलिदियो नि त यो लक्ष्य भयो यहाँ भ्यू चाहिँ दामी छ जुन राति त यस्तो दामी देखिँदैन नि अब चाहिँ हामी फेरि पनि फर्किँदैछौँ र हाम्रो आजको कन्टेन्ट यही हो कन्टेन्ट हो है हो यो बिल्डिङमा चाहिँ हाम्रो यो कलेज छ क्लास छ अनि उहीँ परेको बिल्डिङमा चाहिँ हाम्रो होस्टल छ रुम छ अब फेरि हामी जाने पेटिएममै भएको छ यहाँ चाहिँ हामी कफी खाने भनेर आएको तर फिर्ता दिन्छ कि दिँदैन भन्ने कुरा हो 30 रुपियाँ तल ए त्यही इन्टरभ्यू गर्ने रहेछ अरे यो छ होइन पुसमा खिच्नुपर्छ त ल के हो फाल्दियो त हाल्दै त के भन्यो कसरी हो यसो गरेर सुरुमा ए तिमीले पुस खिच्चा गरेर होला अब गर त अब गर त पुस्तै हो सिक्का गरेर गर्ने हो जे सँग म फिर्ता जाँदो रहेछ यति सेयर भयो केटा बरु कफी केही भन्छ होला यो 1000 भयो अब खिच्छ भन्नु 1000 ल्यायो कि त खिच्छ न अब यो भन्दा खाके ए यिनीहरू हरिहरि बोलेको मात्रै रहेछ ओइ
1000 मगाइदियो तिमीले कति हो अनि यार अलि चाहिँ गर्यो किन मैले त्यो गर्छ यो होइन त्यही भएर चाहिँ हामीलाई चाहिँ कति 20 केजी जतिको चाहिँ चामल ऊ गरिदिनु न त भन्छ एकछिन मिठोलाई फेरि कस्तो महँगो भयो कस्तो मिठो मिठो भन न हजुरहरूले खाने जस्तो भयो मिठो खानु के बोल्नु महँगो हुन्छ नि त्यसो हजुरहरूले खाने पठाइदिनु न हामीलाई त्यही भए चलिहाल्छ नि ए त्यसो भए चाहिँ त्यही गरिदिनु धेरै मिठो त्यही हजुरले खाएछ त नेपालको जस्तै हो भने त त्यही गरिदिनु भयो हजुर हामी 4 जना आज चाहिँ हाम्रो सामानै खाएन र होइन हामी मासु खाने खाना खाने भनेर हिँड्यौँ अनि 1 केजी चामल लियौँ अनि सब्जी के खाने भन्दा सागसब्जी अब यता कता पाउने भात खाइसक्यो भन्दैछ यार अनि हामीले चाहिँ क्या पक रहे हो चामल 1 केजी ल्यायो अनि यहाँ सब्जी खोज्दै हिँड्दैछौँ सब्जी चाहिँ अब सागहरू कहाँ पाउँछ थाहा छैन त्यो हामी मासु पनि जे भेटिन्छ त्यही ल्याउने भनेर हिँडेको तर कहीँ केही भेटेको छैन भेटेको छैन ठिकै छ अब लिन्छौँ अनि मासु पनि भेट्यौँ अनि मासु धेरै होइन 850 रुपियाँ मात्र 1 केजीको अनि यो चकलेट खायौँ अब किचन जाने खानु पकाउने हामी चाहिँ यहाँ खाना बनाइसकेर यहाँ खाँदैछौँ खाना चाहिँ यहाँको हेलो गाइस खाना खायो तिमीले ठिकै छ प्लास्टिक जस्तै त्यहाँ चाहिँ एकजना सुतिरहेको छ रिसाएर त्यो भने यार भात खान्छ यो खाना चाहिँ केटाहरू मस्त कन्टेन्ट के हाम्रो भन्दैन त मासु चाहिँ ठिकै लाग्यो कन्टेन्ट प्लास्टिक भोलिको अब त्यो बिहान कस्तो निस्कियो कोरियाको चामल कस्तो हुन्छ कोरेको चामल त्यस्तै हो यहाँनिर पाक्दैन भात सुरुमा आएर पकाउँदाखेरि ला भातै पकाउन आएन भनेर गुनासो सबटाइटल हेर्नु पर्यो त्यस्तै हो हामी चाहिँ खाना सानो खाएर जाँदैछौँ 11 बजे ल्याउँदा आयो भने चाहिँ तिमीहरूले हुन्छ अनि 12 बजे हो क्या सुरुमा 11 बजे अनि अब 12 बेला त्यसो भए 11 बजी नाटो आज के गर्दा त अनि हामी त अहिले जाँदैन 11 बजे हातमा कति बजे सुत्ने जाने हुन्छ ल आज 1 बजे सुत्ने हो क्या 11 बजे लाइट अफ गरेको के लाइट अफ होइन हो ढिलो भयो भनेर कुदिआएको बन्द भयो भने फेरि भित्र जान पाइँदैन आजको अब दिन यस्तै हो आजको कन्टेन्ट यस्तै हो होइन आज कन्टेन्ट त्यो भएर ठिकै छ आजको भोग यतिकै समाप्त गर्ने बिहान हेर्दै हुन्छ भने गुड मर्निङ दिउँसो हेर्दै हुन्छ भने गुड आफ्टरनुन र राति हेर्दै हुनुहुन्छ भने गुड नाइट भन्दै आजको ब्लग यहीँ समाप्त गर्न चाहन्छौँ धन्यवाद।